तर म सिंगल यस्तो बलियो छ भन्ने मलाई थाहा भएको होइन। म कहाँ जाने होला, कसलाई गएर मेरो दुःखको कथा सुनाउने होला। थ्याङ्क यू सो मच सबैजनालाई यति धेरै साथ र सपोर्टको लागि, यति धेरै माया गर्नुभएको। अब 2026 मा चाहिँ केही राम्रो चिज गर्नुपर्ने हुन्छ। सो यसरी पनि हेलो नमस्ते, वेलकम ब्याक टु माई न्यू भिडियो। आप सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदमै आरामै छु। हजुर नयाँ दिन नयाँ सुरुवात नयाँ भ्लग आइसक्यो म हजुरहरूको सामान्य नयाँ भिडियो एन्ड भ्लग लिएर। सबै जस्तो एपरेटिभ फ्यामिलीहरू सन्चै हुनुहुन्छ भन्ने आशाको साथ मैले भिडियो स्टार्ट गर्दैछु। ब्याकग्राउन्ड देखेर त थाहा पाइसक्नु भयो होला तपाईँहरूले, लाज पचाएर हुन्छ कि के गरेर यो यता आइसक्यो भनेर। सो हामी चाहिँ अब तपाईँहरूलाई थाहा नै छ भने 3-4 दिनको बसाइ यतै भइरहेको छ, किनकि अब तपाईँले भ्लग हेरिरहनु भएको छ भने चाहिँ थाहा नै छ। अनि एकजना तर म यताको पार्टनर होइन, तर म अघि मिलेको होइन, यता आइज नि यता। ए ढोका लगाइदिए, ए रोक 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 रोक। हेलो तपाईँले हामीलाई चिन्नुहुन्छ र गाइज? भुराहरूसँग खेल्दा मजा हुँदो रहेछ कि गाइज। अनि मेरो चाहिँ फोन आइरहेको थियो कि, त्यो भएर डिस्टर्ब भइरहेको थियो। अनि म चाहिँ दुईवटा, ए भगवान् तिमीहरू दुईवटा भुराहरू नचलाओ त, कि मलाई के भन्छ अरे जेलमा लगिदियो। तिमीहरूले यस्तो चाहिँ गर्न हुन्थेन कि, तर यो सब एल्लुले हो कि बिगारेको। आउ त तिमी र म लाग्यो एल्लुले हो। आऊ एल्लुलाई पिट्नु ला, एल्लुलाई पिट्ने आइस आइस। तपाईँको घर कहाँ हो? तपाईँलाई मैले चिनिनँ, तपाईँ अब यहाँ नआउनु है। यो त गाई जस्तो बाँदर जस्तो कसले गर्छ हौ। सो गाइज अघि चाहिँ मेरो कल आइरहेको थियो कि, त्यो भएर मैले झ्याप्पा रोक्नु पर्यो। इम्पोर्टेन्ट कल थियो नि त, अनि त्यो भएर चाहिँ उठाउनु पर्यो कि। तपाईँहरू फेरि अब इम्पोर्टेन्ट कल भनिसकेपछि बधाई छ तँलाई, बधाई छ। धेरै सम्झा इच्छालाई त मैले यहाँ कोक्राएर राख्यो बिचमा। सो गाइज म चाहिँ आज दुईवटा भुराको बिच्चा परेछु। दुईवटा भुरालाई चाहिँ मैले यहाँ के भन्छ अरे हेर्दैछु। यो दुईवटा भुराहरूको काम छैन, के भन्छ अरे सबै बिगार्ने काम यिनीहरूकै हुन्छ गाइज। अनि जस तपाईँहरूले एकदमै धेरै गीतलाई पनि माया गरिदिनु भएको छ। अनि मैले चाहिँ भ्लग हिजो चाहिँ हालेको थिइनँ, किनकि हिजो चाहिँ अब तपाईँहरूलाई नै थाहा नै छ न्वारान थियो, त्यो भएर चाहिँ बिजी भएको कारणले गर्दा चाहिँ मैले भ्लगहरू हाल्न पाएको थिइनँ। सबैजना यही बिजी थिएँ, मम्मी सबैजना भएर। अझैसम्म पनि बिजी छौँ, किनकि यति राति भ्लग स्टार्ट गर्ने भनेपछि त म त महान व्यक्ति हो, महान व्यक्ति। ढोका लगाइदेऊ, ढोका लगाइदेऊ। अब एल्लुलाई हामी आउन नदिने। कसरी आउँदो रहेछस्? ला आइज त, कसरी आउँछस्? आइज त। तर म सिङ्गल उयो त यस्तो बलियो छ भन्ने मलाई थाहा भएको होइन। इच्छा आइज कि बलियो, त फेरि लड्छ। यस्तो चाहिँ नगरिहाल कि एल्लु, यता आइज। तिमी त्यस्तो नगर है, इच्छा हेर मैले भनिदिइरहेको छु। त्यो तर तिमी त्यहाँबाट गएपछि इच्छा पनि त्यहीँबाट जान्छन् कि, त्यस्तो नगर न। तिमी कस्तो मजाक गर्छौ यार। अनि सो गाइज हामीले चाहिँ दिनभरि आज लाएरै हाम्रो ड्युटी भनेको यो थियो आजको। यस्तो काम गरिरहेको थियौँ हामीले चाहिँ आजको ड्युटी। अनि उहाँहरूको ड्युटी अझै पनि सकेको छैन, उहाँले त्यसरी लुगा धुँदै हुनुहुन्छ। यता मुना मम्मीले, अघि मुना मम्मीले धुनु भएको थिएन, तर ए गोटा 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 ए बल्ल यो पाइट घोट्ने टाइम आयो होइन। अघिसम्म चाहिँ त्यही म भन्दिनँ गाइज। मुना मम्मी यहाँ आऊ त, कता जाने हो? पढ्थ्यो अरे। तिमीहरू लड्छौ है, नलडा हो गाइज। तिमीहरू धेरै के भन्छ अरे उस छौ। यिनी यता चल्ने गाइज, त्यो त्यताबाट हाम फाल्ने। तिनको काम भनेको त्यसरी हाम फाल्ने। यस्तो छ। अनि बेलुकाको माहौल छ गाइज, यस्तो भइरहेको छ, देख्न सक्नुहुन्छ। अनि दुईवटा भुराहरू हेर्ने मेरो काम। अब दुईवटा चेलीबेटीहरूले चाहिँ काम गर्दै हुनुहुन्छ नि त। अनि मलाई चाहिँ गाइज अलिकति रुगा लगाइरहने गाह्रो भइरहेको छ, किनकि यो रुगाले चाहिँ जिन्दगीमा कहिले पनि जाडै होस् गर्मी होस् कहिले छोड्नु भएन। जिन्दगीमा एक दिन त छोडे हुन्थ्यो भन्छु, तर छैन। तर यहाँ मेरो औषधि पनि छ के, यसो नाकको इलाज गर्ने कुरा। यस्तो छ, यस्तै छ जिन्दगी गाइज। अब के गर्ने, अब एकछिनमा चाहिँ घर पनि जानुपर्ने हुन्छ। म खास दिउँसै जान्छु भन्थेँ, तर काम नभ्याएर चाहिँ गाइज जानै पाएन घर चाहिँ। हजुर ह्याप्पी बर्थडे भन न, ह्याप्पी बर्थडे भन न, ह्याप्पी बर्थडे
ह्यापी बर्थडे ह्यापी बर्थडे टु हेर न यो फेरि ह्यापी बर्थडे टु यु भन्नु गाइस एलुले चाहिँ हेर्नु कस्तो नगर्न कस्तो होला ई भगवान ओ यो दुईटालाई सम्झाओ त जाने ल जाऊ ह्यापी बर्थडे एलुको बर्थडे आज इच्छाको बर्थडे आज अनि के ह्यापी बर्थडे भनेको त सो गाइस त्यही नि हो किन चाहिँ धेरै हल्ला गरे अहिले भेट्छु सो गाइस अनि हामी चाहिँ लुगाहरू धोएर सक्यौँ अनि बेबी चाहिँ यहाँ हेरेर हेलो भन बेबी हेलो भन्दै सबैजनालाई बोलिदिनु र तिमी लाजाको तिमी बोलिदेऊ न प्लिज बोल खानु हुँदैन गाइस मैले केरा खानु हुँदैन मैले आफ्नो बडलाई यस्तो थिरमा राखे नखाऊ कि तिमी चिसो लाग्छ अरे थाहा होइन बिग भन्ने कुरा थोरै लक्ष्मीलाई तेरो सक्नुहुन्छ यहाँ प्रतीक्षा ए यता क्यामेराम्यान बनाउँछु अरूलाई भन्ने क्या गाइज म चाहिँ प्रतीक्षाको क्यामेराम्यान प्रतीक्षा चाहिँ मेरो क्यामेराम्यान अनि उनी चाहिँ नाचिरहेको मलाई बिहान घाम लाग्यो एउटा राति भइसक्यो नहुन दिने घाम लाग्यो अब मैले के गर्नु होला आखिर म कहाँ जाने होला कसलाई गएर मेरो दुःखको कथा सुनाउने होला कसलाई सुनाउँछिस् सुनाउने मान्छे नै पाएन मैले मेरो कथा लक्ष्मीलाई सुन लक्ष्मी त्यसले त मैले गीत बनाएको सुन्न त्यसले त मैले गीत बजाएको सुनेर टेम्पर आइसक्यो भनिसक्यो अब मेरो गीत मेरो बोली त त्यसले सुन्दैन बोलाउँछु म पोचा यता छ हाम्रो पोचा खोइ हाम्रो पोचा यता राखेको थिएँ कि कसरी भित्र त पोचा हरायो हाम्रो पोचा हरायो गाइस म चाहिँ बोटीको भ्लग गरिदिरहेको छु कि अलि कस्तो गर्छु क्या अलिकति लजाएको हो कि के गरेको हो कि त्यस्तो गर्छु ल गुड बाई छ कि यदि चाहिँ धेरै गुड बाई अनि यहाँ चाहिँ हामीले लुगाहरू धोएको भाँडाहरू चाहिँ यत्तिकै छ क्या त्यो भाँडा पुऱ्याउन नि गएको छैन अब एकछिनमा चाहिँ भाँडाहरू पुऱ्याउन पनि जानुपर्ने हुन्छ यो हरिसिङमा चाहिँ हरिसिङको बहिनी हो प्रतीक्षा चाहिँ हरिसिङको वाइफ हो हरिसिङ भाइले चाहिँ त्यही जोड गरेको बाबुलाई हेर्नु त्यहाँ लक्ष्मी जाए होला नि उठ्न त जा एकछिन जिम गराइज सबै चिनी चियापत्ती हालेको मम्मी यसो गाइस हाम्रो भान्जा चाहिँ मम्मी खोज्ने भइसक्नु भएको छ पर्छ भन्न हौ छिटो कल गरेर प्रतीक्षाले चाहिँ बेबी लिएर बसिरहेकी छिन् उसलाई चाहिँ बेबी मनपर्छ अरे एकदमै धेरै त्यही भएर भान्जाको चाहिँ अहिले खासै फेस रिभिल छैन गाइस त्यही भएर फेसहरू चाहिँ नदेखाऊँ किनकि हामीले चाहिँ अब त्यति के गरेर नदेखाएको होइन कि केही अब आफ्नो पर्सनल हुन्छ नि त त्यही भएर चाहिँ नदेखाएको अनि हाम्रो एलेक्सले चाहिँ कति काम गर्नुहुन्छ तपाईँहरूले कसरी छोरो मान्छेले यत्रो काम गरेको देख्नुहुन्छ हाम्रो एलेक्सले यस्तो गर्नुहुन्छ क्या गाइस हेर्न सक्नुहुन्छ यस्तो आमा तपाईँहरू भाग्यमानी मेरो छोरालाई पाउने मेरो बुहारी त लास्ट भाग्यमानी इच्छासँग बिहा गर्ने त भाग्यमानी कृपया प्लिज नितुको भ्लग गरी हेर्नु होला तपाईँहरू मलाई पाउनु भयो भने कति भाग्यमानी हुनुहुन्छ हेर्नुहोस् हाम्रो इच्छालाई पाउनु त महाभाग्यमानी है लक्ष्मी मेरो कुरा नपत्ता र बाबु दिनमा एउटा केही न केही घरको सामानहरू टुटफुट हुन सक्छ त्यो आफ्नो पर्सनल कुरा हो अरू चाहिँ एकदमै राम्रो छ दायाँ बायाँ बारी बेहोरा सब के एकदम धेरै पर्फेक्ट छ तपाईँहरू त्यस्तो नराम्रो मान्नु पर्ने केही पनि छैन सो गाइस हाम्रो घरको भुराहरू यस्तो मजाको छ नि यहाँ हेर्न सक्नुहुन्छ यस्तो गरिरहेको छ पैसा नदिकन तिमीलाई मिठाई कसले दिनुहुन्छ र आइसु पैसा छ भने भन है गाइस हाम्रो घरको भुराहरू यस्तो छ नि त दुनियाँको बाल छैन केही छैन तर के भन्छ अरे गएर चाहिँ चक्लेट चाहिँ माग्नु पर्ने हुन्छ उनलाई चाहिँ जाम आऊ छिटो आऊ के आऊ ठुलो पसलमा गएर किन्ने कि घरको नगए नजाऊ म एक्लै जान्छु ए आइ चाहिँ एल्लु है त कहाँ सो गाइस यस्तो छ नि हाम्रो दुईटाहरू भुराहरू लिएर हिँडिसकेपछि हामीलाई के नेपाल यता आइज नि यता
तपाईँ कुन देशबाट आउनुभएको? गाइज हामीलाई यति के भन्छ अरे कसैमा अफर चाहियो भने बोलाउनु है, हामीले गरी गरी दुनियाँ रच्छौँ क्या। भाउजूलाई कसले बोकोस्, तिमीलाई कसरी बोक्ने हो भाउजूले? सो हामी चाहिँ घर जान लागेको गाइज, किनकि अब घरमा थोरै कामहरू छ नि त, अनि त्यो भएर चाहिँ हामी सबैजना भएर चाहिँ घर जान लागेको। चकलेट किनेको। सो गाइज अनि तपाईँहरूले हिजो भ्लग गरिरहेको देख्नुभएको थियो होला है। अहिले त नेक्स्ट डे भइसक्यो कि हिजो म चाहिँ भ्लग गर्दा गर्दा खास तल झरेको थियौँ नि त हामी त, अनि त्यो भएर चाहिँ के भन्छ अरे म तल नै बसेको थिएँ। अनि हिजो चाहिँ फाइनल्ली हाम्रो चाहिँ बहुला गीतले चाहिँ 1 मिलियन के भन्छ अरे हासिल गरिसकेको छौँ। अनि हामीले चाहिँ त्यसैको सेलिब्रेसन गरेको थियौँ हिजो चाहिँ। सो एकदमै धेरै रमाइलो भयो भनौँ न होइन र। अनि कस्तो गाह्रो भएको यो सो हिजो चाहिँ हामीले एकदमै धेरै रमाइलो गऱ्यौँ गाइस, तल 1 मिलियन पुगेको थियो। अनि त्यो भएर चाहिँ सो अब मैले पनि केही भन्न चाहेँ, मैले भ्लगमा त भनिहालेको थिएँ, हिजो लाइभमा पनि तपाईँहरूको जना जोडिनु भएको थियो भने चाहिँ थाहा नै छ। सो थ्याङ्क यू सो मच सबैजनालाई यति धेरै साथ र सपोर्टको लागि, यति धेरै माया गर्नु भएको छ कि होप अझै त्यो गीतलाई चाहिँ एकदमै धेरै माया गर्नु नै हुनुहुन्छ भन्ने आशा छ मलाई चाहिँ। बल्ल 1 मिलियन पुगेको छ, बल्ल त भन्न मिल्दैन, जे 1 मिलियन पुगेको छ। बिस्तारै 2 मिलियन, 3 मिलियन, 4 मिलियन, 5 मिलियन, 6 मिलियन, 7 मिलियन, 8 मिलियन, 9 मिलियन, 10 मिलियन 10 मिलियन पुऱ्याइदिनु होला तपाईँहरूले चाहिँ। सो अहिलेलाई चाहिँ अब 1 मिलियन पुगेको छ। अनि हामी सँगसँगै तपाईँहरूको पनि जित भएको छ होइन र एउटा, किनकि तपाईँहरूले पनि एकदमै धेरै माया साथ सपोर्ट गर्नु भएको थियो त्यो गीतलाई चाहिँ। त्यो भएर अनि म चाहिँ भर्खरै घर आएको, किनकि दिउँसोको 2 बज्न लागिसकेको छ गाइस, 2 बजे 3 बज्न लागिसकेको छ। अनि जो म चाहिँ भर्खरै घर आएर भर्खरै पसेको, भर्खरै भाइले चापी ल्याइदिएर पसेको। अनि यहाँ हेर्नु न, म नभएको त घरमा त यस्तो हालत छ, जस्ताको तस्तै छ, सुतेर उठेको बिस्तारा जस्ताको तस्तै छ। अनि यता पनि त्यस्तै छ। अब मैले चाहिँ लुगाहरू धोएको थिएँ नि त, अनि त्यो भएर चाहिँ मम्मीले अब यसरी हालिदिनु भयो। अनि यो भित्र पनि सबै धोकै लुगाहरू मात्र छ। सो यहाँ देख्न सक्नुहुन्छ सबै लुगै लुगा छ, यता पनि लुगै लुगा छ। अनि सो म चाहिँ घर आएँ, खासमा घर चाहिँ नुहाई धुई गर्नको लागि आएको, किनकि धेरै दिन भइसकेको थियो नि त। मलाई फेरि गाइज मलाई के भन्छ अरे सबैभन्दा त्यो आफूलाई त्यस्तो ज्यान भारी, तपाईँहरूलाई चाहिँ कस्तो हुन्छ है। मलाई चाहिँ यसो बाहिर निस्केर अब अलि दिन 2-3 दिन ग्यापै भयो भने पनि लास अल्छी लाग्छ कि मलाई चाहिँ। त्यो भएर यस्तो काम गर्न पनि मन लाग्दैन हो मलाई। यस्तो यो के भन्छ अरे नुहाई धुवाई गरेन भने, म जस्ताको तस्तै बसेँ भने चाहिँ मलाई चाहिँ लास्टै हुन्छ। सो म चाहिँ चिसो पानीले चाहिँ नुहाउन सक्दिनँ गाइस, किनकि मलाई अलिअलि रुगा पनि लागिरहेको छ, खोकी पनि त्यस्तै लागिरहेको छ, गाह्रो भइरहेको छ। नितुलाई पनि त्यस्तै भएको थियो। अनि म चाहिँ त्यही भएर तलबाट चाहिँ एकैछिन जान्छु भनेर चाहिँ अनि आएको थिएँ। अनि फेरि जरेबर त्यहाँ मम्मी थिम सामान नै पुऱ्याइदिनु थियो नि त, अनि त्यो भएर चाहिँ म जरेबर गएर सामान पुऱ्याएर अनि यहाँ आएको थिएँ। अनि अब चाहिँ घरको काम भनेको यिनीहरू मिलाउने, यता सफा गर्ने, उता सफा गर्ने, त्यो सँगसँगै भ्लग पनि गर्ने गाइज। अब चाहिँ मैले न्यू इयर सुरु भए सँगसँगै भ्लगहरू पनि मजाले हाल्नुपर्ने हुन्छ, किनकि न्यू इयर तपाईँहरूको चाहिँ न्यू इयर के कस्तो भयो साँच्चै बिर्सेको। 2026 सुरु भइसकेको छ। 26 को पनि आज त कति दिन हो हेर्नुपर्छ हो गाइज, थाहै छैन मलाई, यस्तो दुनियाँ छ हो, अन्धधुन्ध दुनियाँ छ। अनि त्यो भएर चाहिँ सो न्यू इयर तपाईँहरूको पनि होप एकदमै रमाइलो भयो होला। हाम्रो न्यू इयर चाहिँ अब त्यस्तै त्यस्तै भयो भनौँ न। अब तपाईँहरूलाई पनि थाहा नै छ। ए यस्तो रहेछ यता त गाइज, चक्लेटहरू त मैले चाहिँ खासै यसो गरेको छैन, घरै बसेको छैन नि त म त। यो चाहिँ नखोल्नु भएको रहेछ, अस्ति मैले काठमाडौँबाट लिएर आएको रहेछ। वाउ व्हाट अ ब्युटिफुल। योसँग मासु मिठो हुन्छ गाइज, मासु मिठो हुन्छ कि। यसरी पानीपुरी पनि फुलाएर राख्छन् गाइज। यस्तो दिउँसोको लागि खाजा पनि बन्दोबस्तको साथमा छन् हाम्रा घरका मान्छेहरू।
म चाहिँ अब नुहाई धुवाई गर्नुपर्ने हुन्छ, यसो आफू पनि सरसफाइ हुनुपर्ने हुन्छ। मलाई यहाँ के भन्छ अरे यस्तो गाह्रो भइसक्यो नि, त्यो आफैलाई आफ्नो शरीर होइन जस्तो फिल भइरहेको छ कि, त्यो भएर चाहिँ। सो गाइस त्यही नि हो, अब चाहिँ म यताउति गर्छु अनि तपाईँहरूसँग चाहिँ जोस भेट्दै गर्छु। सो हेर्दै गर्नुहोला हजुरहरू। ए भगवान बुद्धि देऊ बिन्ती नमस्ते। सो गाइस अनि मैले चाहिँ के भन्छ अरे थोरै कामहरू थियो, त्यो कामहरू चाहिँ भ्याएँ। तर अहिले पानी तताको मलाई कस्तो जाडो भयो जस्तो भएको छ कि, तैपनि म नुहाउने भनेपछि नुहाउने हो गाइज। सो यहाँ चाहिँ पानी तात्दैछ एक लट, अनि फेरि अर्को तताउनलाई चाहिँ यहाँ रेडी गरिरहेको छु मैले चाहिँ, किनकि आज चाहिँ म एकदमै खसी खुइले यसरी खुइलिनु पर्यो भनेर। किनकि गाइज मलाई चाहिँ जे सुकै होस् जस्तो सुकै होस्, म बिरामी भए पनि मलाई नुहाउनु चाहिँ पर्छ कि। मेरो सबैभन्दा नराम्रो ह्याबिट भनेको यही नै छ कि, यस्तो नुहाउने भनेपछि नुहाउने हो कि। कसैले ननुहा भने पनि टेर्दिन, कसैले केही नगर भने पनि टेर्दिन, बिरामी नै होस् जेसुकै होस् तर नुहाउन चाहिँ पर्छ। अब यस्तै छ मेरो ह्याबिट चाहिँ। सो म चाहिँ फेरि नुहाई धुवाई गरेर फेरि निस्किन्छु होला तल, किनकि नितु अलिकति बिरामी पनि छ नि त। अनि मम्मीहरू फेरि मम्मी माथि बस्नु भएको छ, अनि फेरि लक्ष्मीलाई पनि हेर्नु पर्यो। अनि त्यो भएर चाहिँ म चाहिँ तल जान्छु होला, किनकि तल पनि फेरि गर्नु पर्यो नि त यताउति। त्यो भएर अहिले फेरि नितलाई बिरामी भइरहेछ कि सन्चो छैन त्यसलाई पनि। म त बरु यसरी अब भुइन्न सक्ने बोल्न सक्ने अलिअलि सजिलै भइरहेको छ, तर त्यसलाई चाहिँ बेसरी गाह्रो भएको छ कि। अनि घर आएको बेलामा मैले चाहिँ यसो लुगाहरू पनि मिलाम भन्ने धारणाले चाहिँ हो गाइज। अनि म घर आएको, मेरो घरमा चाहिँ कोही पनि हुनुहुन्न, मम्मी अब बाबा त बिचरा काममा जानुभयो, मम्मी चाहिँ कहाँ जानुभयो थाहा छैन। भाइ चाहिँ पछाडि गएर गफ लडाउन होइन, पछाडि साथीको घरमा चाहिँ गएको छ त्यो चाहिँ। अनि अघि चाबी पनि त्यसैले लिएर आइदिएको हो कि, त्यो आएर फुत्त चाबी राखेर यहाँ राखिदिएको है भनेर गइहाल्यो। अब चाहिँ मैले चाहिँ यसो घर मिला, यस्तो पनि अब मिला यस्तो त के गर्ने र, अब यस्तै है बेलुका सुत्न परिहाल्छ, यसरी राखिदियो भने चाहिँ बरु तातो हुन्छ नि त यहाँ होइन। मम्मीले गर्न त गर्नुहुन्छ तर मिलाउन त मिलाउनुहुन्छ मम्मीले नि, तर यो राजेश सुतेको भएर होला मम्मीले चाहिँ यत्तिकै छोड्नु भएको रहेछ कि, यसरी राख्यो भने पनि तातो हुन्छ नि त होइन र। यसरी कि तन्ना जस्तो देख्यो है गाइज, यो सिरकको फुल हो क्या। तर अनि म नभएपछि चाहिँ मेरो बेडमा चाहिँ यसरी लुगा राख्ने हो गाइज। अब मेरो बेड चाहिँ यस्तै छ। सो त्यही नै हो। अब चाहिँ म नुहाई धुवाई गर्छु अब। अनि गाइज मैले आज कति दिन भयो, 3 दिन भयो, 2 दिन भयो कि 3 दिन भयो, 2 दिन भयो होला लुगा धोएको, अझै सुकेको छैन। बाहिर अझै सुकिरहेको छ लुगा, सुकेको रहेछ अहिले चाहिँ टोटली। सो लुगाहरू पनि यहाँ मैले धोएर गएको थिएँ, मम्मीले चाहिँ सुकाइदिनु भइरहेको थियो कि, किनकि उल्टाइ पल्टाइ उठाऊ सुखाऊ नि त गर्नु पर्यो नि त होइन। त्यो भएर अब यस्तै बेलुका भएपछि यसरी घाम जान्छ, अनि लुगा राम्रोसँग सुक्नै होइन होला यो त गाइज। मैले फेरि आफ्नो घरको लुगा पनि घरिघरि चिन्दिनँ, अर्काको लुगा पनि उठाइदिन सक्छु म बाई मिस्टेक। ममा त्यस्तो कला पनि छ, हेर्न सक्नुहुन्छ। यस्तो बबाल कला छ कि, कलाको त कुरै नगर्नु न, ममा कला कति छ, कला लुकिरहेको छ। कला राम्रो कला लुकेको छैन कि, सबै बिगार्ने भत्काउने कला मात्र लुकेको छ हौ मेरोमा त। त्यस्तो छ यो होइन, चिसो भएको यो हो। सो अब चाहिँ मैले गाइज यस्तो छ कि ट्राभल गरेर आयो, लुगा धोयो, लुगा पट्टायो, फेरि अर्कोचोटि हिँड्ने टाइम हुन्छ, यसो बाहिर निस्किहाल्नु पर्छ, लुगा निकालिहाल्यो। झन् यो जाडोमा त लुगा पनि जे लाए पनि देखिन्छ, मोटो न मोटो। सो यो चाहिँ मम्मीलाई मैले मेक्सी ल्याइदिएको थिएँ नि त, अस्ति त भएर देखाएको थिएँ मेक्सी पनि। सो मम्मीले पनि धुनु भएको रहेछ। जाडोमा त घरै बसिरहनु त यस्तै ठिक हो कि गाइज। अब घाम गयो, अब लुगा सुक्ला भन्ने त आशै छैन, गयो घाम अब त। सो गाइज त्यही नै हो, म चाहिँ अब यताउति गर्छु अनि भेट्छु तपाईँहरूसँग चाहिँ। सो गाइज तपाईँहरू चाहिँ अचम्म पर्नु भयो होला है, म यस्तै छु कि भ्लग बनाउँछु, अचम्म टाइपको भ्लग बनाउँछु। तपाईँहरूलाई पनि कति त्यो के भन्छ अरे एउटै हेर्ने त होइन, सरप्राइज के, एक ठाउँमा स्टार्ट गर्यो, एक ठाउँमा इन गर्यो, बिचमा कहाँ छ, यस्तो सरप्राइज टाइपको के। सो गाइज अनि म चाहिँ घरबाट चाहिँ अघि भर्खरै आएको, अनि आएर चाहिँ यत्तिकै बसिरहेको थिएँ कि नुहाई धुवाई गरेर आएको, बेसरी चिसो भयो गाइज।
किनकि म आज नुहाउँदाखेरि ढिलै भयो नि त अनि त्यो भएर चाहिँ नुहाइ गरेर म आएको थिएँ यस्तो अँध्यारो भइसक्यो तर टाइम धेरै भएको छैन कि जम्मा 5:30 भएको छ अहिले 5:40 भयो होला गाइस हाम्रो घरमा चाहिँ सिङ्गरहरू छन् को सिङ्गर हो यस्तो अफर आउला फिल्मतिर अनि मैले चाहिँ अब के भन्छ अरे स्टार्टिङ चाहिँ अब वहाँ गरेको थिएँ नि त अनि खास मैले यो भ्लग चाहिँ हिजै भ्याउँछु भनेर खास स्टार्ट गरेको थिएँ गाइस किनकि मैले धेरै दिन ग्याप अब चाहिँ भ्लगहरू जस्तो हुन्छ त्यस्तै हाल्ने ग्याप चाहिँ नगर्ने भन्ने डिसाइड भएको छ किनकि धेरै ग्याप गरेँ मैले भ्लगहरू चाहिँ त्यो भएर जस्तो हुन्छ त्यस्तो चाहिँ मैले यो भन्दा पनि म आफै पनि थाकिसकेँ तर अब चाहिँ मैले अब 2026 मा चाहिँ केही राम्रो चिज गर्नुपर्ने हुन्छ गाइज किनकि भ्लग भए पनि मैले दिनदिनै नहाले पनि एक दिन बिराएर भए पनि हाल्नुपर्ने हुन्छ सो मैले चाहिँ अब त्यो भएर चाहिँ के भन्छ अरे खास मैले हिजो स्टार्ट गरेको थिएँ त्यही भएर आज दोस्रो दिनसम्म चाहिँ भ्लग भइरहेको छ केही छैन आजको भ्लग चाहिँ अब यस्तै नै भयो नेक्स्ट भ्लग चाहिँ एकदमै बवाल आउनेवाला छ अनि तपाईँहरू चाहिँ मेरो भ्लग हेर्न नछुटाउनु होला किनकि कति बेला के आउन सक्छ सरप्राइज पनि आउन सक्छ मारिदिन्छु नि म त तिमीलाई हेर नि दिनेश गाइज हेर्नु त कति कालो देखियो कि तिमी त देखेकै छैनौ भाइ अहिले मैले भ्लग गर्दाखेरि बत्ती बाल्दै हजुरलाई उज्यालो देखाएको थिएँ हैन यहाँ त कसम तिमी देखेकै छैनौ त्यो मोबाइलले नभेटेको खोइ कालो देखियो बल्ल देख्यो ले हेलो भन नि त हेलो नमस्ते नमस्ते तिमीलाई स्वागत फर्स्ट टाइम तिमी मेरो भ्लगमा दोस्रो टाइम होला तेस्रो टाइम होला कसरी सुरुमा वहाँ गाउँमा नि हैन र मैले भ्लग गराएको छैन नि अहिलेसम्म एक दुई चोटि गरेको गरे हैन हजुर छैन के फर्स्ट टाइम हो के ल मेरो भ्लग हेर फर्स्ट टाइम हो यो ल धन्यवाद मेरो हजुरको भ्लगमा पनि आउन पाएँ एकदमै खुसी लाग्यो म पनि यस्तो के फेरि कसैको भ्लगमा जाने मान्छे त हैन म ल जाऊ न त त्यसो भए मलाई पनि कसैलाई यस्तो अनुहार देखाउन पर्छ भन्ने हाम्रो प्राइभेट अनुहार नि त जाऊ हामी स्कटा मात्रै हुन्छ नि त ए हो ल जाऊ तिम्रो प्राइभेट अनुहार नदेखाऊ है पब्लिकलाई नदेखाऊ तिम्रो प्राइभेट अनुहार जाऊ भित्र जाऊ ओमलाई नठडाउ नि कि तिमी वार कि म पार हुन्छ नि भाइ होस् गर नि फेरि हो अनि सो गाइस भाइसँग चाहिँ कुरै मिल्दैन अब हौ झगडा गरेको गर्छ अनि फेरि पनि वान सेकेन्ड थ्याङ्क यू सो मच हिजो चाहिँ हामीले सेलिब्रेसनहरू गरेको थियौँ जुन भ्लग चाहिँ आज आइसकेको छ सो यो भ्लग पनि मैले अब जो 6:30 सम्म चाहिँ मैले हालेर भ्याइसक्छु किनकि मैले लगभग एडिट गरेर भ्याइसकेँ अब यो पार्ट मात्र एडिट गर्न बाँकी हो त्यो पनि अब एडिट त्यति साह्रो के भन्छ अरे गरिँदैन नि त आफूले कस्तो हुँदो रहेछ नि गाइस बनाएपछि आफूलाई यो नि र यहाँ यो बोलिछु भन्ने याद हुँदो रहेछ कि पहिला चाहिँ हुन्थेन पहिला चाहिँ सुरुदेखि अन्तिमसम्मै भ्लग हेर्नु पर्थ्यो एडिट फास्ट गर्छौँ क्या हामीले चाहिँ अनि त्यही नै हो थ्याङ्क यू सो मच सबैजनालाई त्यही धेरै माया साथ सपोर्टको लागि तपाईँहरूको माया सधैँभरि यस्तै बड्कार के भन्छ हो त्यो एकदमै सधैँभरि यस्तै रहिरहोस् माया चाहिँ कहिले पनि कम नहोस् अनि मेरो भ्लगहरू चाहिँ अहिलेको टाइममा या कुनै टाइममा पनि हेर्न नछुटाउनु होला किनकि केही सरप्राइजहरू आउँदैछ सो बिगेस्ट सरप्राइजहरू चाहिँ आउँदैछ सो स्टे ट्युन तपाईँहरू चाहिँ कहिले आउँछ के आउँछ थाहा छैन किनकि आउन चाहिँ आउँछ यस्तो धमाकावाला आउँछ नि त्यो भएर चाहिँ नछुटाउनु होला हेर्नको लागि चाहिँ सो गाइज त्यही नै हो आजको भ्लग पनि हजुरहरूलाई के कस्तो लाग्यो कमेन्ट बक्सतिर कमेन्ट गरिदिनु होला अनि त्यो साथसाथै मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्न पनि नबिर्सिनु होला किनकि 90 को हामी टार्गेटमै छौँ नजिकै छौँ 90 को 90 को अनि त्यो भएर सो थ्याङ्क्स फर वाचिङ माई भिडियो गाइज बाई लभ यु टेक केयर